अब गाउँतिरको यात्रा अब सक्यो। अब काठमाडौँतिर जानुपर्ने। भर्खरै मैले यहाँनिर ढोकाको चाबी मैले लगाइसकेँ। यहाँ अब बिस्तारै यहाँदेखि अब काठमाडौँतिरको प्रस्थान गर्ने छ। एकदमै हिजो आएको गाउँतिर बाटोको फुस्रो ढुस्रो एकदमै केस पनि सबै फुस्रे भइसकेको छ। फुलेको कपाल पनि। अब 20 मिनटको बाटो हिँडेर गाडी पक्रेर काठमाडौँ जानुपर्छ। अब यस्तो छ यहाँको परिस्थिति अवस्था। यहाँनिर चाहिँ अब टाटा यो गरेर अब 2 हप्तापछि मात्रै फेरि आउँछु हेरौँमा। यो चाहिँ मैले सेवा गर्ने मण्डली हो। अब यसरी अब गाउँतिरको अवस्था यस्तै छ। मकैहरू एकदमै हरियाली छ। मकै गाउँतिर हरियाली छ। असार लागिसक्यो अनि त्यही भएर यस्तो छ। अब बिस्तारै यसरी यात्रा गर्दैछु। टन्डटन मकै अलिकति यो साल के भन्छ किराले खाएछ। यसलाई चाहिँ सिस्नु पनि सिस्नुलाई पनि किरा खायो। त्यति राम्रो छैन सिस्नु। यहाँ गाउँतिर त्यति सिस्नु चाहिँ थुप्रो रहेछ टिप्दैन। यस्तो रहेछ सिस्नु पनि। अब यहाँदेखि अब उकालो टाक 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 चढ्ने हो। हुर्किलो उकालो टाक 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 चढ्ने उकालो उकालो छ। यसरी उकालो चढ्नु पर्ने। ओह यो बाबु पनि कहाँ पुगेर आउँदै कहाँ पुगेर गर्मी छ। झन्डै झऱ्यो यसरी। ओ त्यो ढाडदेखि निस्केको यहाँ अब बर्खामा तिर रमाइलो छ। गाउँतिर हरियाली छ। अब अलिकति ठक 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 फासिनु उकालो। त्यो तल्लो चाहिँ घरदेखि हिँडेर कति बजेछ या उकालोमा हिँड्न अलिकति गाह्रो सक्दिनँ हौ म त उकालो। अनि गाउँतिरको घर अवस्था यस्तो छ। उकालोमा हिँड्नाले धेरै छैन अलिकति अब यो रोड आइसक्यो अनि त्यसै घाम लागेको छैन कि मेरो कालो चस्माले हो। घाम अझै त्यति छैन। यो हो गाडी तर यताको गाडी बिहानै गइसक्यो। उत्तादेखि अर्को गाडी पर्छ। गाउँतिर रमाइलो छ एकदमै। म चाहिँ यस्तै गाउँहरूमा सेवा गर्छु। यही गाउँमा मेरो सेवा गर्नु त्यो बसेर राम्रो विश्वासीहरूको घर त्यो निलो जस्ता हाम्रो चर्च हो। त्यही चर्चको तल्लोपट्टि बसेर अनि हाम्रो विश्वासी घर त्यो अनि माथि
यही आसपास नै हो। यहाँ पर डाँडा गाउँ, यो सबै मरगाउँ, डालगाउँ, अनि यहाँ बेसी, यो चाहिँ स्कुल यहीँको चान्डेश्वरी मावि स्कुल। यहाँ चाहिँ कक्षा 12सम्म पढ्न पाइन्छ। यहाँ चाहिँ अब बाटो जाम भएर प्राय बाइक मात्रै आउँछ। आज मौसम सफा छ, आज एकदमै मौसम क्लियर रहेछ। मौसम क्लियर, पारिको गाउँहरू पनि क्लियर देखिन्छ यतादेखि। यो ज्याम्डी, मन्ननदेवपुर काभ्रे नगरपालिका, यो चाहिँ इन्द्रवटी गाउँपालिका 10 पर्छ, जहाँ म अवस्थित खडा छु। यहाँको बाटोघाटो रोड चाहिँ बन्दैछ। यो बाटो चाँडै पिच हुने वाला छ। कस्तो गाह्रो छ, यसरी गाह्रो छ, गाह्रो छ। आटा अब यहाँ चाहिँ अब बर्खा लागेपछि अब बाटो बन्दैछ, कति गाडी आउन गाह्रो हुने भयो। गाउँतिरको अवस्था यहाँदेखि तल सबै बाटो बन्ने बाटो पनि हुँदैछ। कति घरहरू रोडले भेटेको छ। ठ्याक ठ्याक यहाँनिर यो चरा चाहिँ यस्तो मजाले कराइरहेछ, ट्याउँ ट्याउँ ट्याउँ। न्याउले चरा कति आज दिउँसो चाहिँ यहाँ गर्मी हुन्छ, हावा चल्दैन, अनि त्यही भएर यहाँनिर रोड बन्ने क्रम जारी छ। यहाँनिर सबै बन्दैछ। यो सबै तलदेखि ढुङ्गाको गाह्रो लगाएर रोडहरू बनाइँदैछ। यस्तो छ, ढुङ्गै ढुङ्गा, तलदेखि सबै ढुङ्गा लगाएर यहाँदेखि यस्तो गरेर यहाँ जहाँ गाउँतिर एकदमै विकासको कार्यहरू भइरहेको छ। पुणे भयो। अब यहाँतिर यहाँ यस्तो अग्लोमा चिप्लेर यहाँ लड्यो भने ट्रक आउँदैछ। यतातिर काम कार्य हुँदैछ। कतिवटा रोडको छेउमा घर बनाउनु पनि गाह्रो छ। यो घरलाई चाहिँ रोडले भेटेछ, सायद भत्काउनु पर्छ कि के गर्छ थाहा छैन। आधै नै सबै पुरै घर भेटेछ। यत्रो एक भनेपछि यत्रो पक्की घर ढाल्नु पर्ने छ। यहाँ स्कुल एरिया यो। गर्मी